चर्च एज भन्छ, यसलाई चाहिँ के भन्छ अरे भन्नुहोस् त? एज। अहिले हामी जो यसलाई अनुग्रहको युग पनि भन्छ। एउटा यस्तो घटनालाई हामी पर्खिरहेको छौँ, त्यसलाई हामी ऱ्याप्चर भन्छौँ, जहाँ चाहिँ विश्वासीहरू उठाइ लगिन्छ, बुझ्नुभयो नि? त्यस पछाडि पृथ्वीमा 7 वर्षको ट्रिबुलेसन आउँछ। यो ऱ्याप्चरकोमा पनि 3वटा स्कुल अफ थट छ, पोस्ट ट्रिबुलेसन, प्रि ट्रिबुलेसन, मिड ट्रिबुलेसन भन्छ। तर म चाहिँ त्यो प्रि ट्रिबुलेसनमा हामी विश्वास गर्ने भएकोले यो चाहिँ प्रि ट्रिबुलेसन भर्जन हो। विश्वासीहरू जब माथि लन्छ, 7 वर्ष पृथ्वीमा समस्या जो सङ्कटको विषय, यो बाइबलको लेखेको छ, यो बुझ्नुपर्छ हामीले। त्यो छ। तर त्यति बेला विश्वासीहरूको चाहिँ माथि के हुन्छ भने स्वर्गमा उनीहरूलाई उनीहरूको कामको न्याय हुन्छ। के हुन्छ भन्नुहोस् त? कामको न्याय, जजमेन्ट अफ आवर वर्क, बुझ्नुभयो नि? त्यो चाहिँ तपाईँ र मेरो पापको न्याय चाहिँ होइन। कल्वरी क्रुसमा तपाईँ र मेरो पाप चाहिँ यीशुले सबै मेटाइदिइसक्नु भयो। हामीले उहाँको रगतले जब हामीले उहाँलाई विश्वास गऱ्यौँ। तर हामीले क्रिस्चियन भएर जिएको कामको न्याय चाहिँ यहाँ हुन्छ। विशेष गरी चर्च सम्बन्धीको कुराहरू छ नि। त्यस पछाडि के हुन्छ भने दोस्रो आगमन हुन्छ। त्यस पछाडि हामी 1000 सालमा छिर्छौँ। कति हजार सालमा अरे? 1000 सालमा। त्यस पछाडि तपाईँले रेजरेक्सन अफ अनसेभ, त्यसपछि जजमेन्ट अफ शैतान एन्ड अनसेभ, त्यस पछाडि नयाँ स्वर्ग नयाँ पृथ्वी हामी पाउँ। त्यहाँ तपाईँले यसरी इभेन्ट हेरेर